90 दिनभित्र के तपाईँ आफ्नो बढेको पेटलाई यहाँदेखि यहाँसम्म ल्याउन चाहनुहुन्छ? त्यसो हो भने एकदम ध्यानसँग सुन्नुहोला। यो ट्रान्सफर्मेसनको लागि सिर्फ 3 महिना 3 टिप फलो गर्नुपर्ने हुन्छ। नम्बर 1, ब्रेकफास्टलाई स्किप गर्नुहोस्। जो तपाईँको बडीमा एक्स्ट्रा फ्याट जम्मा भएर बसेको छ त्यो फ्याटलाई बडीले इनर्जीको लागि युज गर्नका लागि मौका दिनुहोस्। फ्याट अथवा मोटोपन त्यो भनेको स्टोर्ड इनर्जी हो। चिन्ता नगर्नुहोस्, तपाईँ भोकले मर्नेवाला छैन। जब तपाईँ आफ्नो बडीलाई खानाबाट रेस्ट दिनुहुन्छ त्यतिखेर तपाईँको बडीले मौका पाउनेछ स्टोरेज भएर बसेको फ्याटलाई इनर्जीको लागि युज गर्न। नम्बर 2, आफ्नो क्यालोरिज ड्रिङ्कबाट लिन बन्द गर्नुहोस्। जुस, कोक लगायत यस्ता किसिमका ड्रिङ्क्सहरू लगायत चिया र कफी यसले तपाईँलाई सिर्फ एक्स्ट्रा क्यालोरिज मात्रै दिइरहेको छ, अरू केही पनि दिएको छैन। र अफकोर्स यसभित्र अल्कोहल पनि आउनेछ। यो एक्स्ट्रा क्यालोरीलाई छोडेर कुनै न्युट्रिसियस फुड खानुहोस्। नम्बर 3, तपाईँले आफ्नो डाइटमा फाइबरलाई एड गर्नुपर्ने हुन्छ। हर फ्रुट जो भित्र सुगर पाइन्छ त्यो फाइबरको कोटिङसँगै आउनेछ। फर एक्जाम्पल स्याउलाई लिउँ। स्याउको भित्रको भाग गुलियो हुन्छ, त्यसलाई सुगर भनिन्छ, र बाहिरको बोक्रालाई फाइबर भनिन्छ, त्यसमा फाइबर हुन्छ। टेबल सुगरलाई लिउँ। यो प्रोसेस्ड हुनुभन्दा अगाडि उखु हुन्छ। उखुको रसबाट सुगर बन्नेछ र उखुको बाहिरको छाला अर्थात् बोक्रा फाइबर हो। नेचरले बनाएको खानाहरूलाई फुड कम्पनीहरूले प्रोसेस्ड गर्दै गर्दै फाइबरलाई त निकालेर फाल्दैछ र तपाईँलाई मात्रै सुगरी पोषण खुवाउँदै गइरहेको छ। र तपाईँको काम हुनेछ ती मिसिङ फाइबरहरूलाई आफ्नो खानामा एड गर्दै जानु। यो तरिका भन्नलाई एकदमै सजिलो छ, तर व्यावहारिक रूपमा उतार्न एकदमै गाह्रो हुन्छ। चिन्ता नगर्नुहोस्, त्यसको पनि सोलुसन छ। हामीसँग एउटा नेचुरल सिस्टम छ जसले तपाईँको क्रेभिङलाई कन्ट्रोल गर्नेछ, तपाईँको शरीरमा भएको कमी भिटामिन मिनरल त्यसलाई पनि फुलफिल गर्नेछ र तपाईँको वेट लस पनि मजासँगले हुनेछ। धेरैजसो मानिसहरूले यो सिस्टमलाई फलो गरेर आफ्नो बडीको ट्रान्सफर्मेसन गरिसक्नु भएको छ। यदि तपाईँ यो सिस्टम चाहनुहुन्छ भने मलाई म्यासेज गर्न चाहिँ नभुल्नुहोला है त।